हेलो गुड मर्निङ साथीभाइ सबैजनालाई नमस्ते दर्शन। अनि आज फ्राइडे साउदी अरब फेरि मौसम खराब भयो हो, जाडोले सताउन थाल्यो। जाडो छ बेसरी है। अनि के हुन्छ मेरो ड्युटी सुरु भयो साथीभाइ, के गर्नु, ड्युटी नगए काम छैन है। अनि मैले हिजो एउटा भिडियो हेरेको थिएँ क्या, एकजना इन्डियाको मान्छे अनि इन्डिया नेपालको झन्डा लगाएको थियो अनि ब्यागमा। अनि एकजना मान्छेले के गरिरहेको थियो भने जाँड खाएको मान्छे रहेछ। अनि त्यो मान्छेले पाइपले कुटेको देखेँ क्या। अनि उसले उसको झोला पनि फ्यालिदिएको थियो। अनि त्यस्तो देखेँ क्या। खासमा के भने हामी नेपालीहरूले हाम्रो देशमा आउने पर्यटकहरूलाई त इज्जत गर्न जान्दैनौँ। अनि हाम्रो कसरी उमो हुन्छ हो, हाम्रो ठाउँ कसरी उमो हुन्छ, अनि हाम्रो नेपाल कसरी उमो लाग्छ हो। अनि जाँड खायौँ भन्दैमा दिदी बहिनी दाजुभाइ कोही नचिन्ने हुन्छ त, त्यस्तो त हुँदैन नि। अनि के भन्छ, त्यो घुम्न आएको मान्छे उसले भन्दै थियो म अहिले पशुपति दर्शन गरेर आएको छु, अनि म घुम्न आएको हो, म माथि किन यस्तो अनि भन्दै थियो। अनि त्यो मान्छेले अर्को कुरा के भन्दै थियो भने भिडियोमा, देखो मेरे को नेपाल में ऐसा प्यार मिल रहा है भन्दै थियो हैन। कसको बेइज्जत भयो हो, अनि नेपालको बेइज्जत भएन। त्यो भिडियो यति भाइरल भएको छ नि, म खासमा त्यो भिडियो पनि राख्दिने थिएँ, तर मलाई मान्छेहरूले कपिराइट हान्छ क्या, डर लाग्छ। यो आइडी बडा मुस्किलले बनाएको आइडी है। यो आइडीहरू अहिले फेसबुकमा मोनेटाइज भइसकेको आइडी, त्यही भएर म अरूका भिडियो राख्दिनँ होइन। नत्र म त्यो भिडियो पनि राख्दिन्थेँ, कसैले राखिदिनुहोस् भनेर अनुमति दिएपछि राखिदिन्थेँ अनि नत्र राख्दैन थिएँ। अनि म एउटा कुरा के भन्न चाहन्छु भने साथीभाइ सबैलाई, अनि बाहिरबाट आएको पर्यटकलाई अनि इज्जत गरौँ के। अनि एकजना अनि त्यही काठमाडौँमै कता इजरायली नागरिकमाथि पनि कुटपिट भयो अनि भनेर समाचार आएको थियो, त्यो पनि हिजोकै कुरा हो। अनि पर्यटकहरू त हाम्रो देशको गर्न सुन्दरता हेर्न आउने, अनि हाम्रो देशलाई अनि एउटा पर्यटक आयो भने केही नभए पनि अनि धेरैजना व्यापारीहरूलाई फाइदा हुन्छ, होटेललाई फाइदा हुन्छ, अनि मन्दिरलाई फाइदा हुन्छ। अनि पर्यटकलाई इज्जत गर्न नजाने कसलाई इज्जत गर्ने हो साथी हो। के हो यस्तो, के हुँदैछ हो नेपालमा, हाम्रो नेपालीहरू कता जाँदैछ, के भएको दिमाग हो, के लाग्छ तपाईँहरूलाई यो कुरा। अनि लाइक कमेन्ट सेयर गर्नुहोस् है त साथीभाइ। मलाई फलो गर्नु भएको छैन भने फलो गर्नुहोस्। म आज ड्युटी जान लागेको, फ्राइडे हो आज, सुनसान छ है त। यस्तो छ है हेर्दा हाम्रो दृश्य, गाह्रो छ।